श्री गुरु गणाधिपते नमः लंबोदराय चंद्रमाभिरं समर्पयामि श्री गुरु गणाधिपते नमः श्री एकांतिरं समर्पयामि श्री गुरु गणाधिपते नमः चित्रं समर्पयामि पुष्पं समर्पयामि श्री गुरु अष्टचिरञ्जीवीको चाहिँ मलाई नाम आयो आठवटा पढ बनाएको छ त्यो अष्टचिरञ्जीवी है प्रभु परमात्मा नै अष्टचिरञ्जीवी वायव्य श्री अष्टचिरञ्जीवीभ्यो नमः श्री समर्पयामि श्री परमात्मने एवान्तिलं समर्पयामि श्री परमात्मने श्री परब्रह्मणे एवान्तिलं समर्पयामि श्री परमात्मने श्री परमात्मने एवान्तिलं समर्पयामि श्री परमात्मने अक्षतं समर्पयामि श्री परमात्मने श्री अष्टचिरञ्जीवी गुरु गणपतिलाई त विशेष पुष्पं समर्पयामि श्री अष्टचिरञ्जीवीभ्यो नमः सबै सम्झेर है अष्टचिरञ्जीवीलाई सम्झेर चढाउनु परमात्मा श्री श्री कृष्ण प्रभु श्री जल्ने भन्ने है अब बान्ने बेला भयो बाँधेर यो राख्दा हुन्छ नि अहिले सधैँभरि ल है प्रभु श्री परमात्मा श्री
तेल त्यसैमा हाल्दा हुन्न थियो दिदी त्यसमा हुँदैन है त्यही कलसमा भन्दा धुन नसक्ने जस्तो अब कहाँ अब कहाँ सधैँको नसुन्छ त म त यहाँ ढाड दिएर कस्तो हुन्छ भाइ टिका लगाएर होला नि टिका लगाइसकेर ओखर फुटेर अनि त्यो मुख दुधो गर्ने हो नि त पूजा त हाम्रो सक्यो नि त टिका लगाउने यसो तेल सेल लगाइदिने त्यहाँबाट यसो गर्छ नि त्यसरी भइहाल्छ त्यहीँबाट सबै आयु तनाइ नै जाओस् मेरो पूजा गर्नुपर्छ सातवटा टिका लगाएर पनि नभ्याउनु छ फेरि त हो मात्रै जस्तो
चाहिँ सबैले मान्छ। सिन्दुर बाँकी रातो लगाएपछि अनि यताकै रातो लगाइदिन्छु। के बाँकी भयो हजुरलाई मैले लगाइदिनु टिका दिन्छु। मेरो माथिको टिका पनि अब आज मारिदिन्छु। अलि आइछ हजुर सुगन्ध सभा गयो ल प्रभु हामी दिदीभाइको टिका टिका सुरु 42 सालको टिका अब लगाइदिँदैछु है दिदीलाई। दिदीलाई धेरै आयु लानुहोस्। हे त्यो नभन भन्दैछु त फेरि त्यो भन् दिदीको दिदीको आयु चाहिँ छोटो छोटो बनाइदेऊ प्रभु। त्यस्तो हुँदैन कहाँ हुन्छ अनि बोल्दा बोल्दै जाऊ दिदी तिमी। दिदीको हेरचाह गर्न पाऊँ त्यति हो। हेरचाह गर्नु नभए दिदीले काम गर्दा गर्दा बरु हाम्रो पकाएर खुवाउँदा खुवाउँदै त बित्या हुनुपर्छ भन्न कस्तो कुरा कसलाई त्यो लगाउने हेर म भन्छु कसले यो लगा तेरो जस्तो लाग्यो मिलाउँछु ट्याक्क
व्हाइट थोरै थोरै छ थ्याङ्क यू ए भेरी मच मेरो दिदीलाई त फुलैले पुज्नै छोड्यो गरे भइगयो नि हत्तेरिका बिर्सिएछ ल मेरो दिदीको आयु बढोस् फेरि भयो फेरि भयो भगवानले रक्षा गरून् नबढोस् भन्नुहुन्छ अब के बाँकी छ हाम्रो कार्यक्रम अब ओखर फुटाउने होला अब ओखर फुटाउने ओखर फुटाउँ अनि माला माला पछि हो लास्टमा हो माला अब के तारिक हो हजुर ओखर फुटाइसो यो खाने कुन खाने हो यो खाने हो यो कटुस पनि फुटाएको केले फुटाउनु कि एकछिन एकछिन त्यो पनि खाउँ न ओखर फुट्ने नि हो। मेन त यो हो आजको या त्यो ओखर यो कटुसको त्यति महत्त्व छ जस्तो बक्सै घुम्न खोज्यो फुटाइदियो यो ए ओ त्यो फुटाइसो ल फुटाइसो ल लाली 22 सालको टिका हाम्रो सकियो समापन भयो अब माला आइसो माला होइन पहिला त त्यसलाई दिनु पऱ्यो नि त पहिला यो बाल्नु पऱ्यो अनि त्यसपछि मिठाई सिठाई दिनु पऱ्यो अनि त्यसपछि माला लगाइदिनु पऱ्यो लास्टमा देखाउनु लाग्थ्यो अब अब पहिला मिष्टान हो यतिको सुन्नु भइहाल्यो दिदी राख्छु नि त्यहीँ ल भइहाल्यो त्यहीँ छोडी अब माला लगाइदिन्छु मलाई लौ है सम्पन्न भयो खोइ अहिले के छ झिक अहिले कहाँ देखाएको होला सिमो त्यहाँ छ हुन्छ चल्छ फुटाउनु नै किन टिका लगाएर फुटाउनु भाग्यमानी भएस् धेरै आयु बढेस् धेरै धेरै उन्नति भएस् प्रगति भएस् कमाएस् एउटा अर्को घर बनाएस् ल हाम्रो अब 22 सालको टिका सम्पन्न गरियो दिदीभाइ बसेर दिदी हाई गरिदिन्छु त हाय ल टिका सकियो हाम्रो